है साथीहरु, अहिले चाहिँ अलमोस्ट हामी टपमा आइसक्यो। वरिपरि सबै हिमालै हिमाल हो। तर बोटु खाऊ प्रेम हातमा मुखमा देन देन। हामी चाहिँ फाइनली बल्ल बल्ल जस्तो तस्तो चाहिँ हामी चाहिँ अहिले चाहिँ बाटो पनि आइपुग्यो साथीहरु हैन। अनि अब चाहिँ हामी खाजा खानु रोकेको यहाँ चाहिँ। भिडियो चाहिँ वहीँबाट बनाउने भनेको, तर चाहिँ त्यस्तै भयो, रस थियो। रस भएर चाहिँ हामी चाहिँ डाइरेक्ट अहिले चाहिँ हिजो हिँडेको, अहिले चाहिँ तातो पानी छ, खाजा खानु रोकेको। अनि केटाहरू चाहिँ के गरेर हेर्नु पर्यो एकचोटि। केटाहरूको यस्तो छ खाजा, चना खाने हो खाजामा होइन। यो चाहिँ तातो पानी, अहिले चाहिँ हामी तातो पानीमा हो। तातो पानीमा यस्तो छ माहौल होइन। हाम्रो चाहिँ अब त्यस्तो छ। केटाले त खाजा खाइरह। अब चाहिँ हामी चाहिँ खाजा खाएर चाहिँ अगाडि जान्छौँ। बाँकी चाहिँ बाटोमा देखाउँछौँ है त। खासै भिडियो चाहिँ लिन पाएन। अब चाहिँ कन्टिन्यू हुन्छ। अब यहाँबाट चाहिँ खाजा खाएर माथि जान्छौँ, त्यसपछि चाहिँ बाँकी चाहिँ बनाउँछौँ। अहिले चाहिँ जस्तै मैले साथीहरू अहिले चाहिँ हामी चाहिँ अघिको तातो पानीबाट 5 मिनटको टाइममा आइपुग्यो। 90 मिनट त जाँदैछ। अब अफरोडिङ सुरु हुन्छ। केटाहरूको अब पेलान हुन्छ होइन। त्यसपछि चाहिँ बाँकी चाहिँ हामी त अब ट्रेकिङको अब राइडिङको चाहिँ बाँकी देखाउने गर्छौँ। अहिले चाहिँ हामी लाग्छौँ। त्यति चाहिँ अहिले यही हो बाटो साथीहरू, यही हो। हेर्दा मात्र सिम्पल छ यो, उसमा उकालो छ लास्टै झरेरै। दाइ कस्तो छ? एउटा राइडर हाम्रो राइडर त यही हो। बाटो यही हो, सिम्पल देखेको छ भिडियो। फेरि एउटा राइडरलाई गाँडफाँड भइसक्यो। अर्को राइडर कस्तो छ बाटो? बबा छ है। ल जम्मा भाइ ल, बाटो अझै आधी बाटो आउनु छ। अब हामी चाहिँ कस्तो हुन्छ बाटोमा पसेपछि जति सकिन्छ त्यति देखाउने ट्राई गर्छौँ है। अहिले चाहिँ हाम्रो फाडु फाडु, बाँकीहरू त माथि देखाउँला। केटाहरूको कुराकानी यस्तै छ। अब सब खुलित भएर बसेको हाम्रो बाइक हो। त्यहाँ 3टा उकालो यस्तो छ। यस्तो उकालो हिँड्दा हिँड्दा साइको भइसक्यो। उकालोमा देखाइन्छ बाइक। यहाँ चाहिँ हाम्रो हामी चाहिँ फास्टै थकिसक्यो। बाइकमा चाहिँ नआउँदा नै हुन्छ। यो नर्थ त लास्ट साइडको हो कि बाटो देखाइन्छ है। यही हो बाटो आएको भनेको, यही तलको यस्तो त लास्ट एउटा बाटो। ठाउँ त राम्रो हो, देखाइन्छ दामी छ ठाउँ त। आहा भन्ने लाइककै छ साथीहरू। यस्तो छ होइन। ऊ तल छ, यस्तो छ तल। ऊ पर ऊ तल ड्यामको निलो खोला यस्तो छ खोला। ठाउँ चाहिँ राम्रै हो साथीहरू होइन। तर उकालो ओह्रालो यस्तै छ। बाइकले धोका दियो, के गर्नु। हामी आएको साधन चाहिँ यो 3टा 220 पल्सर, 220 एभेन्जर, 150 पल्सर। तर गाह्रो भइरह। लास्ट उकालो हो यही हो। यस्तो छ। केटाहरू बसिसक्यो। अब चाहिँ हामी एकछिन रेस्ट गर्छौँ। अन्त फेरि अगाडि बढ्ने ट्राई त गर्छौँ। अब जाँदैथ्यो त्यही हामीले चाहिँ बाइक राखेर जाने, के अरे के भन्छ त्यसलाई, होइन क्या, बाइक जहाँ राखेर त्यही बाइक के जहाँ राख्ने हो त्यही बाइक छोडेर जाने भनेको होइन। भनेर नास्ता खाने ठाउँमा बाइक छोडेर जाने भनेको होइन। त्यो चाहिँ निर्णय भयो हाम्रो यो ग्रुपबाट। त्यो निर्णय भन्न चाहिँ नआएको क्या, डिस्कसन के त्यो भयो हाम्रो चाहिँ। बाटो यही माथि जाने हो। अब बाइक अब यो जहाँ छोड्यो त्यहीँ छोडेर हिँडिदिने अब साइको भएछ। अब ल साथीहरू, अहिले चाहिँ हाम्रो अनएक्सपेक्टेड ट्रेकिङ स्टार्ट भइसक्यो। किन भन्दाखेरि चाहिँ हाम्रो एउटा बाइक बिग्रियो। अनि त्यो बाइक चाहिँ हामीले चाहिँ उता पर तल राखेको छु।
तर राखेर चाहिँ बाइक बिग्रेर दुःख पाइयो बाइकमा न आऊ बाइकमा चाहिँ यो ठाउँ चाहिँ नाम होइन हामी बाइकमा चाहिँ माथि अझै पुग्ने भनेको थियो सबैको लागि बिग्रेर हामीसँग आएको अरू पनि ट्रेकिङ अनएक्सपेक्टेड ट्रेकिङ चाहिँ माथिबाट भयो होइन तर चाहिँ ट्रेकिङ चाहिँ सुरु हामीले यहाँबाट गऱ्यो सुरु भइसक्यो बाइक हो र यहाँ उता क्लच प्लेट चाहिँ फेर्नै पर्छ त्यो फेर्नेवालै हो कि केटाहरू यहाँ छ ठाउँ त बबाले छ हेर्नुहोस् सबैले होइन यही हो ठाउँ विमलले त्यहाँ बाइकको बारेमा सोध्यो यी मिस्टर ट्रेकिङ यहाँ छ हाम्रो ट्रेकर कस्तो भयो आजको राइड एकदम रमाइलो हिँडिन्छ बरु उहाँसम्म हिँड्ने जाने ऊ त टुप्पोसम्म होइन र केटाहरू अगाडि आइज विमल छोड्दे तँ फेर्ने सामानै हो साथी आउँदैछ अब चाहिँ हामी चाहिँ एक्स्ट्रा 10 घन्टा जति चाहिँ एक्स्ट्रा 10 घन्टा सरी 10 किलोमिटर चाहिँ एक्स्ट्रा हामी हिँड्नुपर्ने भयो लास्टमा चाहिँ अब हामी जानुपर्ने चाहिँ नर्थ एबिसी हो पुग्छौँ पुगेपछि फर्किने चाहिँ कसरी हो थाहा छैन बाइक बिग्रिसक्यो अब बाइक चाहिँ अब बोलेर बुक गरेर चाहिँ हामीले लानुपर्ने हुन्छ त्यति जेलसम्म बाइक तल राखिसकेछ ओ गाडी आयो रोक अब गाडीमा जाने प्लान पनि छ के हुन्छ थाहा छैन तर ट्रेकिङ सुरु भयो कि हाम्रो त ए माया कसम त होन्डा साइन छ है हाम्रोमा 3टा बाइकले नतानेर हिँडेर आयो है माथि यहाँ र हेरेको होन्डा साइन साथीहरू हेर्नुहोस् होइन कसमै हाम्रो 3टा बाइक तान्नै नसकेर कति तल 2 किलोमिटर तल छोडेर आयो यहाँकै होन्डा साइनमा लेजेन्ड बाइक रहेछ जसले ल्याएको यो बाइक त्यसलाई बिग सल्युट है त्यो ड्राइभरलाई सल्युट एकदम कस्टमर भिड त अति नै छ यार म देखाइन्छ एकचोटि यार हेट डर लाग्दा कति तल ल हेरौँ त साथीहरू याममा ऊ तल त्यहाँ बगिरह्यो यस्तो बबाल छ ठाउँ त बबाल साथी हेर्नै डर लाग्ने यार केटाहरू हिँड्न परेर मुरेर भेजा भयो केटाहरू हिँड्दा म नि साइको भएको हुन त हिँडेर त साइको भयो लास्टै घाम हिँड्दा यो त अझै बाइक हिँड्ने बाटो हो बाइक हिँड्ने बाटो ट्रेकिङ गरिदिरहेको हामी त ट्रेकिङ गर्ने बाटो त छुट्टै छ अझै यो पालिको टुर चाहिँ बबाल मेमोरीवाला हुन्छ लास्ट समय हेरेर साथ दिनु होला हामीले कति दुःख पार्छौँ सबै देखाउँछौँ तपाईँलाई अझै दुःख पाउनुहोस् सबै देखाउँछौँ लास्ट समय हेरेर साथ दिनु होला यहाँ त सियो झर्नु पर्थ्यो यस्तो बाटो छ साथीहरू अनि कहाँ झर्नै पर्दैन र यस्तो चाहिँ के यत्रो ठुल्ठुलो ढुङ्गा क्या यहाँ यस्तो बाटो हिँड्नुपर्छ लास्टै गाह्रो के बाटो त कसम मनाङको लास्ट औडा लाग्थ्यो मलाई बाटो मनाङको पनि बाउ छ यार यहाँ त यार हन बिमल हो मनाङको हजुरबाउ हो यहाँ त यार फौजीहरू त हरि हिँड्थ्यो अगाडि त मायाको छ एकछिन देखाइन्छ त्यसपछि बाँकी उता यहाँबाट देखाइन्छ एक लट केटाहरू चेरो हाई भनिदेऊ हाई ह्यान्डसम बोय गाडीमा चाहिँ त ढालामै खाँदैन त यार हिँड्दा यस्तै छ अवस्था साथीहरू यहाँ चाहिँ झर्ना आएछ हाम्रो झर्ना देख्न सक्नुहुन्छ दामी छ झर्ना हाम्रो शेरू भाइ शेरू भाइ यस्तो छ झर्ना हो बाटो यस्तो रहेछ साथीहरू बाटोमै पानी यसरी बगिरह म यसरी पारी जान्छ यसरी
जम्प हानेर मेरो साथीहरू अगाडि यसमा बाइक त अनि के हुन्छ हालत पानी छ यार दाइ के छ हालखबर हाई भनिदिनुहोस् न त प्रेम दाजु ए मेरो लभली दाजु के छ कस्तो भयो अहिलेसम्म ठिक छ अब जाने बेला एउटा बाइक हाल्नै पर्यो होइन केटाहरू अगाडि छ यही हो साथीहरू नर्थ एबिसी जाने बाटो यही हो केटाहरू हिँडिराख अगाडि केटाहरूको अवस्था हेर न के छ कस्तो छ कसलाई आहा $8,000 भन्छ नि तल त झर्ने बेलामा कम दिनु सक्छ नि त भ्यू चाहिँ दामी के तर है त्यो डाँडामा आएर के भ्यू देखाइन्छु तल यता यस्तो छ क्या दामी छ क्या भ्यू चाहिँ तर यहाँबाट छेक्की अलिकति यार केटाहरू हिँड्दा बोलेर आउँदै यसलाई सोध्ने भनेको अब ए ल ल केटाहरू अगाडि गयो हामी चाहिँ डिल गर्ने अब पछाडि जस्तो नि बसिदिन्छ नि त हामी गाडी पनि खुलित भयो राम्रै कुरा गरेको थियो उसको त पछाडि बसेको यस्तो साइड नगरेर कुरा गरेको त्यो केटीले केटीहरूले अनि त्यसपछि एउटा केटाले साढे बसेर हुन भन्ने कुराहरू यो माने के हो के हो मानेबाट राम्रो हो साथीहरू होइन अब भ्यू चाहिँ यहाँबाट बवाल देखियो क्या यार अघि त्यहाँबाट देखियो दुःख नि लास पाइयो रमाइलो नि भएछ भ्यू देखाइन्छु तपाईँहरूलाई यस्तो छ अवस्था ऊ त्यो पारी त्यो रुट हुँदै आएको हामी त्यहाँबाट सर हिँड्दै हिँड्दै होइन यो बाटो हुँदै यता यस्तै आइरह केटाले डिल गरिरह यहाँ अब गाडीमा जाने भनेर हुन्छ 600 मा 500 मा गराइदिनु त ल 2500 मा भइहाल्यो हैन 2500 मा अहिले दामी ठाउँमा आइसक्यो आउँदा आउँदा बाटोमा पानी सानी खाँदा अलि रेस्ट थियो त्यही भएर चाहिँ अहिले हिँडिरहेको दामी भ्यू देखेँ त्यो भ्यू चाहिँ तपाईँहरूलाई देखाउनु मन लाग्यो भ्यू चाहिँ यस्तो छ कि यहाँ चाहिँ झर्ना बवाल छ त्यहाँ अनि हिमाल त्यहाँ टक्क लगाएर टपमा यता यस्तो बाटो छ अहिले फेरि होइन अनि यता हाम्रो चाहिँ बाघ रे बाघ बाघको बिरालो फेरि के म्याउवाला हो सेरो म्याउवाला बाघहरू के अनि हाम्रो सेरु भाइ भर्खर ट्रेकिङको लागि भनेर विदेशबाट आएको मायाकसम पेलाइ भएको त्यहाँ पेलायन भएको त त्यहाँ रिसाहान के मसँग रोक न हिँड्न पऱ्यो नि रिसाहान के नि पेलायनमा ऊ हेर्दै नि कस्तो भयो हिँड्न भन नि त अलिक कस्तो कस्तो हिँड्न नसक्ने यहाँ सबै अनि नाटक गरेर के कल्छ खाना रोक्यो पानी खाना रोक्यो
दुईजना केटाहरू चाहिँ त्यो अगाडि गइसकेछन् अनिस र प्रेम दाई अनि टक्क लाएर यस्तो छ क्या बबाल छ क्या भ्यू त आकाशमा हरि टपमा खाम त हामी अनि फेरि हिमाल फेरि देखाइदिउँ ल है साथीहरू यहाँ घुम्टीबाट चाहिँ ल है रियल भ्यू सर है ल ओप्पी ल यो हो त अगाडि केटाहरू प्रेम दाई हेलो केटाहरू फेरि पुरा हरे भिन्नेवाला हो क्या अगाडि गइसक्यो ल आधी भिडियो भइसक्यो अब माथि आधी चाहिँ देखाउँदैछौँ ल केटाहरू चाहिँ यसो पानी खाँदै थकाले यता ल बोटु खाऊ फेरि हातमा मुखमा दिएन दिएन सेवा नै धर्म होइन र दाइ ओ दाइ ओ दाइ सेवा नै धर्म भन्नुहोस् गाडी ल बाई बाई टमी पप्पी ल तेरो नाम जे भए पनि ल है इन्जोय गर अहिले चाहिँ हामी यो ठाउँमा आइपुग्यो खै कुन ठाउँ थाहा होइन यहाँ चाहिँ हाइड्रो पावर छ अनि केटाहरू चाहिँ पानी खान्छ च्याउचु खा हौ झर्ना केटा हो दुईजना त कहाँ जानुभयो भन्दा फेरि हौ अगाडि उठ्या देख्यो छैन झर्ना त्यस्तो छ हाइड्रो पावर छ यहाँ ए प्रेम दाइलाई त अझै पछायो त्यो त्यार ल त्यहीँ राखिदियो ल ल च्याउचु नि हेऱ्यो बिचरा यार अब चाहिँ हामी कहाँ पुगेर गरिदिन्छौँ अब हामी चाहिँ 2 घन्टा पुगिन्छ हुन्छ ल बाँध्दैन 2 घन्टा पुगिन्छ त्यसपछि भात खाइन्छ अनि त्यसपछि हामी माथि 2 घन्टा फेरि एक्स्ट्रा हिँडिन्छ कि अब त्यही सुतिन्छ अब त्यहीँ गरेर देखाउँछु म तपाईँहरूलाई त त्यो चिन्दै नि बबाल जस्तो छ क्या बबाल कडै छ नि यार ए यो चाहिँ हो कि जस्तो लाग्यो यो झर्ना चाहिँ बबाल है नहुने जस्तो ठाउँ त्यहाँ छ यस्तो छ माथि जाने केटाले भिडियो गरेर दामी छ यार यो तर यार अक्टोबर झर्ना जस्तो क्या मनाङमा क्या माथिबाट आएको फेरि वहाँ माथिबाट बगेर हिँड्दा हिँड्दा चाहिँ अब आइपुग्दा जस्तो लागिरहेको अब दुईजना साथी चाहिँ अगाडि पुगेको जस्तो लाग्छ त्यहाँबाट हामीले हेरिरहेको थियो त्यही हो अब हामी चाहिँ जाँदैछौँ हेर्न सक्नुहुन्छ यस्तो छ हामी चाहिँ 3जना छौँ अहिले नि यहाँ बाँकी त गइसक्यो केटाहरू अगाडि यस्तो छ कि यहाँ दामी चट्टान है टक्क त्यहाँबाट हुँदै आउने हो त्यहाँ चट्टान अगाडि ठाउँ चाहिँ दामी फाट्न चाहिँ हरि फाट्ने होइन दाइ ठाउँ चाहिँ ठाउँ चाहिँ हेभेन होइन आउन चाहिँ गाँठ फाट हो कि अनि के अनि रनिस गाडीमा आएको ठिक गयो हो कि होइन गाडीमा आउनुहोस् अनि थाक्दैन हो कि प्रेम दाइ अनि यो त गाडीको बाटो हो कि ट्रेकिङ त अझै बाँकी छ अझै हाम्रो हालत त आमा गाडी हिँड्ने बाटोमा हिँडिरहँ त्यही पनि थाक भइसक्यो अहिले नै अझै हिँड्नु छ मेन ट्रेकिङ त अझै भोलि सुरु आज चाहिँ अब खै गाउँमा आउला जस्तो लाग्छ खाना खाएर ए मा कसम अझै एउटा डाँडा रहेछ उहाँबाट चाहिँ पारीबाट चाहिँ त्यहाँबाट चाहिँ गाउँ आयो भन्छन् केटाहरूले तर के हो कसो हो त्यो चाहिँ अब पुगेरै थाहा हुन्छ तर डेडली छ यार हेर्न तल ल साथीहरू हेर्नुहोस् त्यहाँ कस्तो तल हो क्या आम्मा डाँडै भयो त यस्तो हो त नि यस्तो छ पछाडि यस्तो गुफा हुँदै आएको
यस्तो छ ठाउँ चाहिँ राम्रो हो घुम्नलाई ठिक छ तर स्ट्रगल धेरै छ रमाइलो नि छ ल अब चाहिँ हामी केटाहरूलाई भेटेर चाहिँ भिडियो कन्टिन्यू गर्छौँ ल है फाइनल्ली खाना खाने ठाउँ होमखोला भन्ने ठाउँ भन्ने चाहिँ हामी आयो अहिले भर्खर यस्तोमा चाहिँ पसलहरू हुँदो रहेछ यसरी अहिले चाहिँ बन्द रहेछ चामलहरू ग्यास छ पसलहरू खोला यस्तो छ दामी छ खोला यस्तो छ दामी छ निलो खोला यस्तो छ यार वाइल्ड यत्रो डाँडा छ यहाँ साथीहरू यस्तो बवाल छ हामी नास्ता खाने ठाउँ चाहिँ आज चाहिँ खाना खाने यहाँ हो पुरा त्यस्तो छ केटाहरू कहाँ पुग्यो पर सेहरू भएर विमल त्यहाँ अनिसहरू भर्खर त्यहाँ छिरे हो त्यही हो खाना खाने बाटो त यस्तै छ कुप्चेर हिँड्ने तल झर्नुपर्छ यस्तरी नै खुसी लाग्यो यार यस्तो बाटो हिँड्नु पायो होपलेस भइसकेको थियो यार उकालो हिँड्छ अति उकालो थियो क्या फाडी भयो फाडी अति ठाउँ चाहिँ मस्त हो केटा हो ठाउँ चाहिँ मस्तै हो दामी छ है खोला चाहिँ मलाई कस्तो चिल लाग्यो क्या ट्याक्क त्यहाँबाट बगेर सर त्यो चाहिँ ड्याम रहेछ क्या त्यो अगाडि चाहिँ प्रेम दाई अनिस केटाहरू खुसी भएको छ खाना खाएर चाहिँ हामी अगाडि हिँड्छ अब चाहिँ खाना खाएर अगाडि गएर अब कता बस्छ के गर्छ भोलिपल्ट चाहिँ बल्ल हाम्रो नेक्स्ट ट्रेक अब चाहिँ मेन ट्रेकिङ स्टार्ट यहाँबाट रहेछ पारि उता स्टेप छ त्योबाट चढ्नुपर्छ अनि हाम्रो केटाहरू चाहिँ फाँक भयो क्या थाकेर रेस्टिङ टाइम यता हाम्रो केटाहरू आउँदैछन् अब हाम्रो चाहिँ अन्नपूर्ण हो यो अन्नपूर्ण भन्छ यो ट्रेक सुरु अब यहाँबाट टक्क लगाएर अब चाहिँ बाँकी चाहिँ माथि चाहिँ खतरा अझै हरिभरि ट्रेकिङ गरेर जमजम बिच बाटोमा चाहिँ विश्राम बाटो त हाइटम रहेछ तर साइडमा यस्तो दामी के खोला है अनि ल है पहाड त यस्तो छ बाबा जाने बाटो त्यही हो खोला हो गुड मर्निङ गाइज अहिले चाहिँ हामी फुतफुते झर्नामा छौँ बिहान उठ्यो अब हामी घुम्न जान लागेको घुम्न रे के भन्छ अरे माथि चढ्नु लागेको हल्का नि रेस्ट मिल्यो नि त होइन हिजो राति फाँक भयो नि छ बाहिरको नजारा देखाइन्छु कि है बाहिर चाहिँ यस्तो छ फुतफुते झर्ना हानी चाहिँ यही रहेछ होइन साथीहरू यस्तो छ है यही हो साथीहरू फुतफुते झर्ना यही हो हामी आएको थियो त्यसरी यहाँबाट यही यो झर्नाबाट सरमाथि जाने हो हामी बस्ने ठाउँ चाहिँ यही हो कि यस्तो छ रुमहरू यहाँ बसेको अनि बाटो चाहिँ यस्तो छ कि फुतफुते झर्ना जाने यस्तो चाहिँ बाटो यस्तो बाटो हिँड्नुपर्छ साथीहरू यो चाहिँ रुम जानुलाई होइन केटाहरू आउँदैछ एकछिनमा बाटो जाने बाटो चाहिँ यो हो त फाडी भयो होला मेरो त सुनेर भन्न उठ्यो केटाहरूलाई कुरेर हो यो छ होटल कहाँ हो भन्नु पर्दाखेरि चाहिँ
अगाडि हो यहाँ पनि यस्तो छ दामी ठाउँ छ यस्तरी बस्नु रहेछ हाम्रो अनिस साथी आउँदैछन् अनिस गुड मर्निङ केटाहरूको केटाहरूको पानी खानेको कार्यक्रम हुँदैन तातो पानी दाइको तातो पानी त विमल यो पानी लैदियो नि त अनि उता ब्यागमा हालिदियो क्या यहाँ शेर भाइले मुख धुँदैछ शेर भाइ जाडो भएन तातो पानी गरे यता आएर त ओ चिसो ल्याउन आँखै जाम लैन लायो लिएर हिँड्नु ल उकै आँखामा हिँड्दै हिँड्दै गर्न खाँदै हिँड्नु के गर्नु यस्तो छ क्या यही बाटो यही बसेर आएको क्या जाम न कसको यो विमलको सुरु भइसक्यो हाम्रो विमलको हेडाइ सुरु भइसक्यो यो चाहिँ फुतफुते झरनाको पुल बरु वा पारिबाट गरिदिन्छु बरु पारिबाट गरिदिन्छु मैले चाहिँ हामी अगाडि बढ्छौँ साथीहरू यो चाहिँ हो हाम्रो फुतफुते झरना अहिले लागिसक्यो मर्निङ रुटमा यहाँ छ फुतफुते झरना यो छ पछाडिको झरना हाम्रो केटाहरू आउँदैछ यता हामी म अगाडि जान्छु पुल साह्रै हल्ला छ साथीहरू तर डर लागेको छैन जाने बाटो यही हो माथि बाँकी बाटोमा देखाउँछु ल साथीहरू हामी चाहिँ कहाँ आयो भन्दाखेरि हिँड्दा खै के लेखेको छ यहाँ पढ्न नि अल्छी लगाइरह तपाईँहरूले पढ्नुहोस् शेर भाइ यहाँ छन् होइन केटाहरू आउँदैछन् अनि विमल थाकेछन् के भयो केटाहरूलाई खै कुन यार पढ्न चाहिँ होला र यस्तो गरिदिएको शेर भन्नु त ओके 4050 मिटर भन्छ माथिको होला कि होइन ए अगाडि त एनफ रहेछ त ऊ यस्तो उसहरू क्या यहाँ नि हिजो बस्नु भनेको छ मैले क्या फुटफुटीबाट अलिक माथि जान अलिक टाइम लाग्छ भन्छ नि त्यसको लागि भनेको रहेछ क्या ए त्यो त खासमा यहाँ हो ए फुलेर भेजा हो साथीहरू बिहान भन्दा सबै फुलेर रहेछ थाहै थिएन ए साथी खर्क नि यहाँ पो रहेछ त होइन के हो 360 3160 अझै माथि होला होइन होला साथी खर्क है साथीहरू यो चाहिँ जाने बाटो हो कि यहाँ थाहा छैन यस्तो छ डेडली हुन्छ नि ठाउँ त ए खासमा यो होला कि पुल कि त्यो तलको हो केटाहरू आउँदैछन् ल जाऊ 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 अगाडि जाऊ फोटो ध्यान क्या त्यो भएर वहाँ छ बे भित्ता त माथि न माथि छ यार किन दाइ थक लाग्यो किने गुफा फाट भनेर लेखाएको छ हो त्यहाँतिर
जानु हाम्रो बाटो दिनु ल धन्यवाद बबाल साथीहरू यो हामी भविष्यमा छ ए पुलमा चाहिँ 2-2 जना झन् किनभने भने पुल चाहिँ हल्लिरहेको साथीहरू ओ देखिन्छ डर लाग्यो माइलो तर बबाल चाहिँ उयोमा डेडली छ केटाहरू आउँछ दामी छ क्या ठाउँ त केटाहरू आउँछ अब पालो रोक यस्तो छ क्या सिन त हिँड अगाडि हिँड क्या हिँड प्रेमले ए दौडेर गइदियो कि त्यो अङ्कल त यार हरि दौडेर गइदियो कि यार अगाडि गयो म चाहिँ नि अब हिँडेको छु सपोर्टमा ब्याग पछाडि दामी सेट हो तर हामीले चाहिँ भन्ने कारण चाहिँ कि एउटा कुरा चाहिँ सधैँभरि नतेर्सी आउँदा चाहिँ त्यो पछाडि कपाल पालेको आइटमहरू त आएन जस्तो लाग्यो मलाई त सुमरो आज आउँछ होला क्या आयो भने पनि के ल साथीहरू अहिले चाहिँ सकेको यति नै हो बाँकी चाहिँ देखाउँदै गर्छु है त माथि अब बिचमा अब कता हुन्छ रमाइलो ठाउँहरू देखाउँदै जान्छु अहिले चाहिँ मेरै हरिगति गुलेली भइसक्यो पेलान भयो त त्यही भएर हो ल अहिलेलाई चाहिँ त्यही त ल है साथीहरू हाम्रो ट्रेकिङ चाहिँ हिँड्दा यस्तो ठाउँमा आइसक्यो होइन साथीहरू हामी हिँड्दा चाहिँ अहिले थपेको लाथेँ त्यही पनि यो चाहिँ ब्युटी देखेर रोक्न सकिनँ म आफूलाई चाहिँ त्यही भएर चाहिँ देखाउनु मन लाग्यो ट्याक्क हिँड्ने बाटो यस्तो छ है साइडमा टक्क खोला हो खोलाको बगरमा हिँड्ने हो यस्तो दामी के यस्तो दामी यतै केटाहरू पछाडि आउँदैछ के छ केटा हो अगाडि फेरि सिड भएर बिमल चाहिँ अगाडि हिँड्ने होइन बबाल छ क्या ठाउँ यता यस्तो छ है माथिबाट पहिरो खसेको डाँडामा घाम लाग्यो केटाहरू हिँडेछ टक्क यो छ कि खोला छ यहाँ चाहिँ यसको बगरमा हिँड्ने हामी चाहिँ अगाडि चाहिँ ऊ त सानो हिमाल देखेको छ के छ बबाल छ यो चाहिँ यो रियल नेचर चाहिँ फिल गर्दै हिँडिरहेको हामी वाइल्ड दामी छ यो दुःख जति गरे पनि यस्तो बाटोमा हिँड्दा चाहिँ रमाइलो लाग्ने रहेछ नेचर फिल गर्दै टक्क अगाडि हेऱ्यो पहाड हिमाल छेउमा हेऱ्यो खोला अगाडि पछाडि साथीहरू रमाइलो छ शेर भाइ यो नजारा देखेर तिमीलाई के भन्नु मन लाग्यो यो खोला देखेर भन्नु मन छ कि हावाको कसम पनि भन तर यो खोला के भन कस्तो दामी के हेर न है दया ह्याङको ट्याक्कै के डाइलग हान्न त यहाँ ठिक छैन कस्तो बबाल के यही हो साथीहरू यहाँको मजा चाहिँ टक्क के खोला साइडमै होइन पछाडि यस्तो डाँडा अगाडि यस्तो डाँडा उही अगाडि पछाडि साथीहरू रमाइलो छ अब चाहिँ बाँकी भिडियो चाहिँ अझै जुन दामी ठाउँ छ त्यहाँ चाहिँ कन्टिन्यू गर्छु अहिले चाहिँ हिँड्नमा फोकस गर्छु ल तपाईँलाई ठिकै भइरहेको बाटो आउँदा एउटा दामी ठाउँ मैले देखेँ त्यही भएर चाहिँ फेरि भिडियो गर्नु मन लाग्यो अहिले हामी बाटोमा हिँड्दा दामी ठाउँ आयो
के हो भन्दाखेरि चाहिँ हाम्रो अगाडि चाहिँ हिमाल सेतो टल्केर देखिँदै हो त्यो हेर्न बल्ल यस्तो बल टल्क्यो कि सेतै के देखियो त यस्तो के दामी होइन र यस्तो हिमाल देख्यो के हुन्छ हालत त्यही भएर चाहिँ जस दुःख गरे पनि दुःख गरे जतिको चाहिँ वर्थित चाहिँ छ कि त्यो नेचर त्यो ब्युटी त्यो चाहिँ के अरे यार्सा गुम्बा बेचेर फेरि होइन त्यही पैसा लाँदै यहाँसम्म दाइ एउटा भेटाउन नि गाँड फाट्छ कस्तो दामी कि त्यहाँ हिमाल चाहिँ यस्तो हिमाल छ अनि मजा आउँदैन त्यहाँ पुगेपछि के हुन्छ हालत दामी छ साथीहरू कसम बवाल छ त्यसपछि यस्तो डाँडा डाँडा हो केटाहरू हिँड्दा यस्तै यही हो बाटो त यही बाटो त टल्के कि हिमाल दामी के हामी हिँड्दा लास्ट थकै पनि लाग्यो अनि अलिकति नास्ता पानी पनि खाऊँ भनेर कहाँ आयो भन्दाखेरि चाहिँ गुफाफाट भन्ने ठाउँमा चाहिँ आयो हामी गुफाफाट कस्तो छ भन्दाखेरि यस्तो रहेछ क्या यहाँ पनि बास बस्ने ठाउँ नै रहेछ यस्तो छ टेन्ट यस्तै राख्ने रहेछ चाहिँ गुफाफाट अरू केटाहरूले के गरेको यहाँ भन्दा पर्दाखेरि हाम्रो चाहिँ रेडीको के कफी होइन भइसक्यो दाइ कडा कफी तातो पानी पनि रेडी हो कि यहाँ हालेर अनि साथीहरू यता भिडियो बनाएको कफी चाहिँ यस्तो हुन्छ कि खासमा चाहिँ होइन घोटे कफी चाहिँ घोट्टु कफी चाहिँ यस्तो खानुपर्छ अनि कफी मात्र हामी चाहिँ यतै हाम्रो दोस्त फेरि पानी भरेर खान धेरै चिसो भयो यार धेरै चिसो भयो हो त्यसबाट पसल यस्तो हुन्छ यहाँ माथि आएपछि बवाल छ सिन त यार कसम यार अति बवाल यार नेपाल आफ्नो देशमा चाहिँ यतिको राम्रो ठाउँमा चाहिँ घुम्न आउनै पर्ने हुन्छ साथीहरू त्यो चाहिँ बेस्ट घुम्न चाहिँ आउनुपर्ने ठाउँ चाहिँ हो तर चाहिँ बाइकमा नआउनु होला ट्रेकिङ गर्न सकिन्छ भने चाहिँ आएको राम्रो हो दामी ल अब खाजा खान्छौँ खाजा खाएर हिँड्छौँ अनि त्यसपछि अगाडि गएर चाहिँ कुन राम्रो ठाउँ आउँछ कुन दामी लाग्छ त्यो दामी ठाउँ चाहिँ क्याप्चर गर्दै देखाउँदै जान्छ हामी चाहिँ अहिले चाहिँ हामी खान्छौँ कि हाम्रो सुरु भयो यहाँ हिमाल अनि यता नि अर्को हिमाल त्यहाँ एउटा हिमाल केटाहरू अगाडि गइसक्यो हिमालको बाटो हिँड्न पाउँदा चाहिँ रमाइलो हुने रहेछ यस्तो छ कि अति बवाल के अझै भिडियोमा त अझै त्यति साह्रो भएन कि जति पनि हाम्रो आफ्नै आँखाले हेरिरहेछौँ होइन रियलमा के नेचरमै त्यो जस्तो चाहिँ अझै यो भिडियोमा देखाएको छैन होइन त्यही पनि ठिक छ यति देखाउने ट्राई चाहिँ गरेको तर असमकै यहाँ पनि वाइल्ड छ क्या घाम पनि सेतो देखिएको रहेछ हिमाल त्यहाँ छ यही पछाडि आएको यही डाँडासाँडा गर्दै त्यहाँ माथि यस्तो चट्टान छ त्यो हिमाल चाहिँ छेक्यो अलिकति अगाडि भएर देखिन्छ यो चाहिँ साइडको घामले गर्दा हो अगाडिबाट अझै राम्रो देखिन्छ अरे साथीहरूले भनेको अगाडि गएर देखाउँछु है त ल एकछिनलाई चाहिँ रुटको मजा लिनु है त म रुट देखाउँदै जान्छु असमकै अति बवाल के अति के हाम्रै देश पनि यस्तो बवाल छ कि आउनै पर्ने चाहिँ हो कि यो रुट होइन बिमल अति बवाल छ है ओए वाह यो हो नि त शैली साथीहरू अहिले चाहिँ हामी तल चुचु खाएर होइन अनि यो धर्मशाला भन्ने ठाउँमा चाहिँ आइपुग्यो अनि यहाँ चाहिँ रेस्ट गर्नु मन चाहिँ थिएन हामीलाई होइन खासमा भन्नुपर्दाखेरि होइन तर हामी यहाँ किन बसेको भन्नुपर्दाखेरि साथीलाई चाहिँ वासरुम लाग्यो अरे अनि वासरुम पनि फेरि यहाँ फेरि खतरनाक छ कि साथी होइन फेरि त्यो छोप्न त्यहाँ छोपेर बस हो त छोप्न एउटा टुप्पो चाहिँ
रोक एउटा ढुङ्गाले राख्छु रोके ल अनि यो टोइलेट चाहिँ थियो खासमा भन्यो भने अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो तालचा लगाइदियो कि यो चाहिँ तालचा लगाइदिएको तालचा लगाएर चाहिँ अर्को टोइलेट छ कि छैन भनेर हेर्दाखेरि चाहिँ यो टोइलेट बसिरहेछ त्यहाँ चाहिँ हाम्रो दोस्त होइन गइदियो कि टट्टी हान्न हामी चाहिँ टट्टी हान्न गइदियो केटाहरू यहाँ वेट गरेछ अब फेरि पानी पनि छैन कि त्यहाँ फेरि होइन केले पुस्छ केले धुन्छ थाहा होइन यो चाहिँ धर्मशाला हान्ने चाहिँ धर्मशाला लेखेर छ कि धर्मशाला हान्ने ठाउँ है यो नेपालको झन्डा यो वाला हो क्या यो छ कि ठाउँ यस्तो छ हाम्रो दोस्तले टट्टी हानेको त्यो अघि भनिसक्यो हिमाल यहाँ क्या ए जहाँ बस्यो त्यहाँ हिमाल देखिन्छ कि यहाँ त अहिले त अनि केटाहरू यस्तरी बस्यो जाने बाटो चाहिँ यतै कि यता यहाँबाट माथि यही धर्मशालाबाट माथि ऊ त्यहाँ क्या त्यो हिमाल हो त्यहाँको त्यसको काखमा हो क्या आज हामी पुग्ने अलिकति देखियो होला यार अरू त्यो म जुम गरिदिन्छु अलिकति हो यसको यो हिमाल छ नि यो हिमालको काखमा चाहिँ आज हामी पुग्ने कडा छ नि यो ठाउँ त यार आउनै पर्ने हुन्छ यहाँ यो ठाउँमा चाहिँ होइन त साथीहरू तर चाहिँ गाँडफाँड हुन्छ हो कि होइन गाँडफाँड चाहिँ हुन्छ ओ यहाँ त उसो रहेछ नि त नामै लेखेको रहेछ कि नरिमाया गुरुङ भन्नेको घर रहेछ क्या यो तर तालचला छ ए प्रेम दाईको मामा रहेछ नि यहाँ मेरो माइती घर यो चाहिँ वास्तवमा भन्नुपर्दा मेरो माइती घर अहिले चाहिँ माइती घर के दसैँ तिहार लागेछ के रे विमल यहाँबाट नि आवाज आयो साथीहरू सुन्नु होला ल साथीहरू अब यहाँ चाहिँ हाम्रो च्याउचु खाँदैछौँ हामी कस्तो ठाउँ खाँदैछौँ भन्दाखेरि चाहिँ अगाडि यस्तो छ भ्यू अगाडि घामै देखेछु माथि त्यहाँ हिमाल शेरु भाइ फेरि ट्याक्क क्या अझै घाम सेकाइ खाँदै बसेको रे यता च्याउचु नखाने मान्छे के खा भन्दा नि क्या रिसाइदियो त मिठा खाँदा हाम्रो दोस्त प्रेम दाइ पनि च्याउचु खाँदैन नि यस्तो धेरै यस्तो खाइ च्याउचु कस्तो खाने देखाइदिन्छ कि यस्तो सबै यो हुन्न हिमालय तानी छ क्या त्यहाँ पनि छ अनि ए ड्रोन भन्ने पनि रहेछ यहाँ त पुरै फोटो सटै हुँदो रहेछ यो चाहिँ दामी लाग्यो मलाई यो हिमाल सबबाट एक कुन्टा है पहिला सुरुमा म त खान्न सेरो यो भाइ चाहिँ सबभन्दा हेन्डसम भयो आज हाम्रो ट्रेकिङमा फर्स्टमा हिँड्ने मान्छे चाहिँ यही है फेरि अहिलेसम्म हरि हिँडेको मान्छे हामीलाई हरि छोडिदिने अगाडि गएर कुर्ने मान्छे यही हो हिमाल त तिम्रो पछाडि ट्याक्कै हिमाल छ कि बाबा छ खान्न कि दाइ यार खान्न कि तिम्रो इन्टरभ्यू हो क्या भन नि तिमीले यसको बारेमा के भयो कसरी आयो कस्तो लाग्यो तिमीलाई होइन तिम्रो कुरा सुन्छन् कि टक्क यो भ्यू हेर्दै सुन्छन् कि मान्छेहरू अनि तिमी मान्छे हेर्छौँ त्यसको पछाडि अझै घाम त्यसको तल त्यसपछि हिमाल होइन र यताखेरि हिमाल छ यताखेरि हिमाल छैन भन्दैमा नराम्रो होइन कि फेरि यस्तो दामी डाँडा छ कि होइन हेर कस्तो डिन्छ डाँडा यस्तो छ खासमा चाहिँ हाम्रो साथीहरू यस्तो छन् बसेछन् तिनजना लोध परेर हरि मिठो खाइदिए विमलले त हाँस्दै गएन मजा लाग्यो यो चाहिँ नि अघि हामी हिँड्दा हिँड्दा कस्तो थियो भन्दाखेरि चाहिँ होइन लेफ्ट साइडमा थियो राइट साइडमा थियो नि त हाम्रो यो खोला चाहिँ अहिले चाहिँ ठ्याक्क अर्को डाँडा सिफ्ट भयौँ त्यो चाहिँ लेफ्टमा चाहिँ बगिरहेको छ हामी चाहिँ राइट कर्नरमा हिँडिरहेको केटा अगाडि गयो एकछिन भ्यू हेर्नु भ्यू त यस्तो छ होला
यो बाटो आउने हो। केटाहरू त्यहाँ पुग्यो अघि। यो चाहिँ अघि न हामीले सानो सानो हिमाल देख्यो भन्दै थियो, त्यो हिमाल चाहिँ हो कि यहाँ यस्तो दामी देख्यो ठुलो। अनि यहाँ यत्रो पाखा छ, त्यो पाखाहरूमै तल खोला सर भएन। हामी आएको चाहिँ त्यो बाटो हो, तलबाट यताबाट हो, त्यहाँ माथि हिमाल छ। अनि यतातिर पनि हिमाल हो, त्यहाँ परपट्टि त छ। अनि चाहिँ यो मेन हजुर ए सकिन्छ कि के हुँदैन, इजी हिँडेपछि त। ऊ त्यहाँ मेरो साथी कुरिरहेछ मलाई। हरेस हिँड हरि थाकेछ मेरो साथी, हेर्नु होला रेस्ट गरिरहेछ त्यही पनि। अनि मेरो साथी हिमालको काखमा उभिएर मलाई वेट गरिरहेछ। ए मान्छे भनेको जम 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 हेर्न यही भित्रै कत्रो छ, त्यसको माथि देखाइन्छ है हिमाल नजिकबाट। ए यत्रो देखिँदो रहेछ, यत्रो ल। यही हिमालको काखमा हो साथीहरू हामी आज जाने। डेडली छ यार ठाउँ त यार। मान्छे देखियो, त्योबाट चाहिँ हामी चाहिँ जाने हो। त माथि पनि छ यता साइडमा। अनि बाटो चाहिँ लास्टै ठाडो छ साथीहरू, गाह्रो भइरहेछ, हिँडिरहेछ। भन्नुपर्दा चाहिँ गाडी भएको तर हामी चाहिँ नेचर देखेर चाहिँ जोस एक्स्ट्रा एनर्जी आएर आफूले आफूलाई पुस गर्दै हिँडिरहेको होइन नि। त्यही हो माथि जानु। हिँड्नु चाहिँ कस्तो नि कता हिँड्दा पनि हिमाल हेर्दै हिँड्दै अगाडि त मरत छ। केटाहरू कहाँ गयो भने यहीँ पो पुऱ्याएर रहेछ। अब केटाहरू यहीँ छ है साथीहरू। केटाहरू यहीँ कुरिरहेछ साथीहरू। के हो यहाँ दुईजना के डिस्कस चलिरहेको रहेछ यार। त्यस्तो भनिदिएको विमल हाइट प्रेम दाइ त ऊ हजुर ल ल यो हो क्या हिमाल हेर न आमामा यस्तो दामी कि यहाँबाट हेर्छ। राइटमा झन् त ए मान्छेहरू रोके जुम यो सब त वानमा देखाइन्छ कि हेर न कस्तो बबाल यार सरला। त्यसको बाउ फेरि यता अति बबाल भित्ता हो त्यो खोला त कि खोला हो यो तलबाट हो। अति बबाल असम बबाल ल टाढाबाट हेर्दा चाहिँ यस्तो देखिन्छ क्या अति बबाल। चाहिँ मान्छे हिँडेको चाहिँ कहाँबाट भन्दाखेरि ट्याक्कै यहाँबाट हो। रातो रातो देख्नुभयो होला, त्यहाँबाट मान्छे झरिरहेको। त्यहाँबाट हामी कहाँ छौँ अहिले यहाँ छौँ, त्यहाँ पुग्नु भयो त्यो बाटो। मेरो साथीहरूलाई फलो गर्दा गर्दा यहाँ आएर चाहिँ रेस्ट गरेर रहेछ। साथी मेरे सुन त जरा
कस्तो भयो यहाँ आउँदासम्म केटाहरू झोला बोकेर आउँदा कस्तो फिल भयो केही नि भएन ठिक छ नि होइन ल त दामी त ल तर यहाँ चाहिँ ऊ भयो के पुरै अहिलेको देखेको हिमाल सब ढाकेछ साथीहरू अनि यो चाहिँ अलिकति देखियो रहेछ पुरै के उस भयो के अरे मौसम बढ्दै गयो नि त मौसम बिग्रिँदै गयो नि त अब अनि यहाँ आयो यस्तो सेम त्यही हो तर त्यो अलिकति यस्तो छ 1 घन्टा मात्र छ अरे त्यहाँ पुग्न 1 घन्टा पछि चाहिँ त्यही बस्नु होला आज भाइ आरामले बस्नु अनि आएको बाटो जान्छु ल साथीहरू त्यो तलबाट हो त्यो तलबाट हो म जुम गरिदिन्छु ल हो यो बाटो त्यहाँ आएको कि त्यहाँबाट आएको हामी अलि आइपुग्यो म चाहिँ हल्का खाजा जान्छ भोक लाग्यो चाहिँ आएर चाहिँ अनि 1 घन्टाको बाटो चाहिँ हामी बादल हिँडेको छ बादल छ होइन घाम ढाकिदियो सब ढाकिदियो हावा चल्यो लास्टै चिसो साथीहरू यस्तो छ तासबाट त पुरै सब ढाकियो पुरै ब्यारे घुम्दै आर्मीको होइन अनि यो गेटमा 3टा आर्मी बसेर आएर के अनि त्यसको पछाडि चाहिँ कमान्डर बसेर हुन्छ होइन त्यो के अरे यो चाहिँ के अरे यो फेरि ट्याङ्कर के तालबाट हान्न होइन ट्याङ्कर आयो के ट्याङ्कर आयो क्याप्टेनले सोधेछ कि त्यो अगाडिबाट के आउँदैछ भनेछ अरे के उसले भनेको ट्याङ्कर आउँदैछ भनेछ के सुरेकोले के अनि अगाडि यहाँ तैँले बढाउँदै आइज न यता उल्टो बढाउँदै आइज है जस्तो यो ट्याङ्कर आयो होइन कमान्डरले हल्का पहिलोलाई सोधेर ट्याङ्कर आयो भनेछ अरे के सेकेन्डलाई सोधेपछि के हो त्यो आएको भनेछ ट्याङ्कर हो भनेछ अरे के लास्टकोलाई सोधेछ कि के आयो भन्दाखेरि खै को आइटम है साथीहरू अहिले चाहिँ अलमोस्ट हामी टपमा आइसक्यो वरिपरि सबै हिमालै हिमाल हो तर चाहिँ हिमाल भन्दैमा चाहिँ अहिले चाहिँ देखेको छैन ल बेलुका भयो नि त टाइम चाहिँ अहिले हेरेँ होइन बेलुका टाइममा सबै ढाकिराख तपाईँ ढाके यो चाहिँ कुन ठाउँ रहेछ भन्दाखेरि खै कुन ठाउँ हो अरे के लेखेको छ म त पढ्न नि अल्छिरहेर यही ठाउँ हो अब हामी चाहिँ अगाडि जान्छौँ सायद यही नै हो हाम्रो लास्ट डेस्टिनेसन जस्तो ला हामी आउनुपर्ने ठाउँ आज बस्नु पर्ने ठाउँ यहीँ अगाडि जस्तो ला त्यसपछि अगाडि के हुन्छ ए प्रेम दाई पनि यहीँ कुरिरहेको रहेछ मलाई यार थ्याङ्क यू दाई यार ओए दाई अगाडि त वाइल्ड रहेछ नि त होइन ए मलाई थ्याङ्क यू दाई यार कुरेकोमा यार दाइ केही भनिदिनु नि त त्यहाँ भ्यू छ के छ अगाडि हेर होइन अगाडि देखाइदिउँ न अगाडि साथीहरू यस्तो बवाल छ यार हात भएको छ यहीमा हो हाम्रो चाहिँ लास्ट डेस्टिनेसन आज यहीँ बसिन्छ होइन यो हो तर जान चाहिँ उता माथि डाँडामा जाने हो तर त्यो चाहिँ भोलि बिहान गइन्छ होला यो हिमालय हो कि यो अघि हामीले देखाएको हिमालय हो यो चाहिँ कुहिरो लगाएर यो मौसम खराब भएर भोलि बिहान चाहिँ घाम लाग्यो भने चाहिँ त्यो चाहिँ हामीले त्यही हिमाल हेर्ने अनि त्यही हो त्यो अगाडिको लेक उताबाट म जुम गरेर देखाइन्छु ल दाइ के छ जाडो कति गएको छ होइन आएको बाटो यही पछाडि हो दामी छ यता वाइल्ड दामी छ यार सही है हरिब छ यार ठाउँ त यार कसम यार नाइस ओ माई गड त्यहाँ त हरिब छ त तल त यार एक यहाँबाट देखाइन्छु है यसो त गड देखाइन्छु केटाहरूलाई म तल हो कि रोकै यहाँबाट देखाइन्छु ल यो ठाउँमा हो हामी पुग्नुपर्ने त्यो ठाउँ चाहिँ 2 मा यति देखिन्छ 1 मा यति देखिन्छ 6 यति देखिन्छ ल साथीहरू बाँकी चाहिँ हामी उहीँ पुगेर के कस्तो हुन्छ हाम्रो 2 जना साथी त अलरेडी गइसकेको थियो नि त अगाडि 3 जना साथीहरू त्यही पुगिसकेछ बाँकी चाहिँ त्यही पुगेर कस्तो फिल हुन्छ होइन के कस्तो हुन्छ म त्यहाँ तपाईँहरूलाई देखाउँछु है त
अहिले हामी पुग्छौँ त्यहीँ तल नजिक छ आइसक्यो तल आयो हामी चाहिँ अहिले भेट्यो सबैलाई भेट्यो तर तिनीहरू चाहिँ भित्र छ बाहिर एक राउन्ड घुमौँ भनेको मानेन होइन एक राउन्ड कस्तो छ हेरौँ भनेको मानेन भित्र बसिरहेको हामी चाहिँ दुईजना ट्रेन ड्राइभर म चाहिँ एक राउन्ड घुम्छौँ के कस्तो छ हेर्छौँ तपाईँहरूलाई पनि देखाउनु ट्राई गर्छौँ अनि हामी पनि रेस्ट गर्छौँ रेस्ट गर्नु त मन थियो तर यस्तो के छ कस्तो छ हेर्न मन लागेर पछाडि चाहिँ यस्तो रहेछ टेन्टहरू हामी चाहिँ अघि उता माथिबाट चाहिँ हामीले भिडियो बनाएको थियो अनि त्यहाँनिर चाहिँ हाम्रो केटाहरू बसिरह अनि ताल चाहिँ यो हो ताल चाहिँ यस्तो छ होइन यो भनेको चाहिँ सब हिमाल हो के अरे सब राखिसक्यो अन्त अघि कति मिटर होइन 4190 रहेछ नि त के हो के भनेको छ यहाँ नमस्ते अन्नपूर्ण फर्स्ट नर्थ बेस क्याम्प म्याग्दी 4050 मिटरमा रहेछ यो लेक चाहिँ नै माथि होला नै लेक त यहाँ छ ए हो यहाँ लेखेको छ नि त्यो लेकको नाम के भन्दा पञ्चकुण्ड लेक रहेछ यो चाहिँ हामी चाहिँ यो 4050 मिटरमा चाहिँ पञ्चकुण्ड लेक भन्ने चाहिँ रहेछ पञ्चकुण्ड लेक रहेछ यो लेकको नाम यहाँबाट सुरु छ यहाँबाट स्टार्टिङ भएर परसम्म म जुम गरिदिन्छु ल होइन यस्तो त्यहाँ छ क्या पानी छ यस्तो छ क्या यस्तो छ भोलि जाने बाटो त्यही हो यही माथि हुँदै हुँदै त्यो माथि हुँदै हुँदै जाने हो अब चाहिँ गइदिउँ भन अब चाहिँ केटाहरूसँग जान्छौँ खाजा खान्छौँ खाजा खाएर अनि के हो कसो होइन हाम्रो त्यति बेला हुन्छ होइन माथि चढ्ने कि बस्ने अब प्लानिङ चाहिँ बस्ने हो कि होइन अब केटाहरूले के भन्छ लास्ट चिसो हेरेर चस्मा लगाएर बोल्यो अलिकति ठिक छ अब जाऊँ भन नास्ता भन नास्ता हुन्छ खाना हुन्छ खानासाना खाएर अब हामी ट्याक्क बोल्छौँ बाँकी अब जे आउँछ हामी देखाउँदै जान्छौँ तपाईँहरूलाई त मर्निङ गाइज अनि चाहिँ हामी बिहान उठेर चाहिँ अनि म चाहिँ अहिले बाहिर भ्यू हेर्न आएको छु केटाहरू भित्र के अरे उठिरहेछ अहिले चाहिँ मर्निङ भ्यू पुजै होला हुन त मैले यो देखाइसकेको छु अगाडि पनि त्यही पनि मर्निङमा चाहिँ भ्यू कस्तो आउँछ भनेर देखाउनु मन लागेको चाहिँ हो तर चाहिँ सोचेको चाहिँ मलाई लागेन सनलाइट कुन चाहिँ हामी नसकिने भयो त्यही भएर जे जति छ त्यति देखाउने आफूले फोटोसोटो लिने त्यसपछि हामी चाहिँ फर्किने यहाँबाट जान चाहिँ माथि छ यस्तो छ भ्यू चाहिँ मेन चाहिँ यो हो यतिको एराउन्डमा चाहिँ एक राउन्ड घुम्नु पर्दा चाहिँ यति छ यही हो हिमालको भ्यू अनि लेक भन्नुहुन्छ नि लेक त हिजो देखिसक्नु पर्छ होइन हिमाल चाहिँ देखाएको थिएन जाने बाटो चाहिँ कहाँनिर भन्दाखेरि चाहिँ ठ्याक्कै उत्यो होइन भने चाहिँ त्यो ठ्याक हो यो बाटो हुँदै जाने हामी त्यो बाटो हुँदै माथि खै कता बाटो हुँदै जान्छ माथि गयो भने त्यसकै केही पनि छैन सिर्फ अन्नपूर्णको टुप्पा देखिन्छ अनि सबभन्दा ठुलो कुरो अहिले नआए हुन्छ हो अबको 2-3 वर्षसम्म त होइन 2-4 वर्षपछि आएमा त ठिक हो न त अहिलेसम्म चाहिँ साह्रै दुःख पाइन्छ हामीले त आज साह्रै दुःख पाइयो अनि आज हामी आजको रात चाहिँ कसरी सुत्यो होइन अनि अहिले चाहिँ देखाइदिउँ कि कस्तो ठाउँमा सुत्यो सुत्न त के सुत्यो भन्ने होइन रातभरि जागर आम चिसोले कस्तो ठाउँमा बसेको थियो भनेर चाहिँ आज हामीले चाहिँ देखाइन्छु म है अनि आज हिजोको रात कस्तो ठाउँमा बित्यो अन्त देखाइन्छु यही हो टेन्टहरू चाहिँ थियो तर लास्ट प्याक भएर ओभर मान्छे आइरह नि त यो चाहिँ हाम्रो क्याम्पिङ एरिया रहेछ तर चाहिँ लास्ट प्याक भएर यता पनि छ बसेको ठाउँ चाहिँ यता छ आउने चाहिँ त्यही माथिबाट हो हिजो हामी आएको हाम्रो बसेको वासस्थान चाहिँ यहाँ हो केटाहरू उठिरह होला लेट्स सी यही हो हामी सुतेको ठाउँ चाहिँ यही हो यताबाट नि उताबाट पनि खुल्ला है यहाँबाट पनि खुल्लै थियो चिसो छिरेको हाम्रो केटाहरू भर्खर उठ्यो नि प्रेम दाई गुड मर्निङ सुतेको ठाउँ चाहिँ यही साथीहरू के भयो त आँखा फुल्ली है
कस्तो ठाउँमा बसियो त यस्तो ठाउँमा नि सुतियो अनि ल साथीहरू अब धेरै भिडियो त गर्न सक्दिनँ होला चिसो धेरै छ एकलट यही हो नजारा हिमालको नजारा यही हो हामीले देख्नुपर्ने चाहिँ त्यहाँ लेक छ लेक त मैले देखाइसकेको छु अब चाहिँ हामी फोटोसोटो खिच्छ फोटोसोटो खिचेपछि चाहिँ फर्किन्छ यहाँबाट माथि चाहिँ नजाने नसक्ने बिरामी नै हुन लागिसक्यो हामी त भारी जाडो छ चिसो चाहिँ लास्टै ल अब चाहिँ म चाहिँ बिदा हुन्छु लास्टसम्म हेरेर साथ दिनु होला इन्जोय गर्नु होला यो भ्लगलाई चाहिँ स्विट मेमोरी यो चाहिँ दुःख पाइयो लास्टै अब 3-4 वर्षपछि आउँदा चाहिँ ठिक छ अहिलेलाई चाहिँ लास्टै बिजोग छ सुत्ने ठाउँ देखिसक्नु भयो होला बाई ल बाई